मुकाङ खोला पुल भन्ने ठाउँ आयो। हामी चाहिँ काठमाडौँदेखि चितवन जाँदै हो र हाम्रो डेस्टिनेसनको रुट चाहिँ काठमाडौँदेखि अनि यो दक्षिणकाली मन्दिर हुँदै त्यसपछि सिस्नेरी हुँदै त्यसपछि हामी हेटौडा पुग्छौँ र हेटौडा पछि त्यसपछि हामी बल्ल चितवनको लागि त्यहाँदेखि जान्छौँ। 2-4 फाल्दा हुन्छ मान्छेहरू के भएको आजकल यस्तो मौसममा चाहिँ राइड गर्न हिँड्न डुल्न मलाई चाहिँ बेस्ट लाग्छ। सो आफ्नो पर्सपेक्टिभको कुरा हो हुन चाहिँ, बट यस्तो मौसम चाहिँ मेबी सबैको लागि राम्रो नै हुन्छ जस्तो फिल हुन्छ मलाई चाहिँ। गर्मी यताउता हुनु अझ हल्का पानी परिदियोस्। यो कुन ठाउँ आइयो थाहा छैन। सैनिकको एरिया जस्तो छ हाम्रो आर्मीहरूको। मलाई यो आर्मीहरूको एरिया चाहिँ एकदम सही लाग्छ कि हुन्छ नि, सबै कुराहरू बोर्डहरूदेखि लिएर सबै कुराहरू कस्तो म्यानेज हुन्छ नि, एभ्रिथिङ के मलाई चाहिँ एकदम राम्रो लाग्छ। जस्तै सरसफाइहरू अन्त यो हुन्छ नि, हेर्दा पनि कस्तो वाउ जस्तो देखिने ठाउँ क्या। कसरी एक्सप्लेन गर्नु यसलाई भनेपछि यो हामीलाई हेर्दाखेरि कस्तो अगाडि एम्बुलेन्स आएछ, उल्टेको हान्नु भएन। बाटो चाहिँ एकदम सही रहेछ त्यो बाटो चाहिँ। लगभग हेटौडा पुग्न लाइन के भन्ने फिल भइरहेछ। अघि लास्ट टाइम हेर्दा चाहिँ कति त्यो भैँसे भन्ने ठाउँमा थियौँ, त्यतिखेरदेखि चाहिँ लगभग चाहिँ 15-20 मिनटको टाइम देखाइरहेको थियो। र अब चाहिँ त्यति टाइम चाहिँ हिँड्ने जस्तो पनि फिल भइरहेछ। त्यसपछि अब यो घरहरू गाउँहरू देख्दा त एउटा नजिक आइने जस्तो फिल भइरहेछ। हेरौँ पुग्यो।